यो 2042 सालको माघ मसन्तमा देशभरि नेपाली हिन्दूहरू मासका ढोसा, तरुल, तिल, मासु र विभिन्न प्रकारको चाहिँ खानेकुरा बनाएर मनाउन चलन छ। यसैले हाम्रा परम्परा अनुसारको हामी 21औं शताब्दीमा टेके पनि यो हामी हाम्रो परम्परा अनुसारका मासलाई भिजाएर त्यसमा अलि साउन मिसाएर पिठो बनाउने, तेलमा हालेर मासका ढोसामा आनन्दसँग साँझ पकाएर एक हप्तासम्म खान मिल्छ। नुन मसला मिलाएर खाने सेलरोटी, खसीको मासु अनि विभिन्न बनतरुल, घरतरुल, तिल लगाउने। यो यहाँबाट अब